कार्यक्रममा। मेरो नाम चाहिँ डाक्टर घनश्याम भण्डारी। म चाहिँ अदुवा बाली अनुसन्धान कार्यक्रमको यहाँको कार्यालय प्रमुख हो। हाम्रो अर्को सर हुन्छ, सरले घुमाइदिनुहुन्छ सबै। म थोरै 5 मिनट मात्र तपाईँलाई यसो परिचित गरौँ भनेर है। मेरो घर चितवन हो। अब तपाईँहरू अहिले कुन लेभलको हुनुहुन्छ उहाँहरू 11 12 कृषि प्राविधिक धारा अन्तर्गत 9 12 को ल सबभन्दा पहिला त कृषि पढ्न आउनुभएको, कृषिको प्राविधिक हुन आउनुभएकोलाई सबभन्दा हाम्रो एलुमनाईमा तपाईँहरूलाई स्वागत छ। कृषि भने एकदम महत्त्वपूर्ण विषय हो। तपाईँहरूले त्यो के पढेको हुन्छ कृषि नकुन्जाउनु होला, कृषि पढेको भन्नुपर्छ। सुरु बुझ्नु नि, किन भन्दा कृषि भनेको सबभन्दा ठुलो विषय हो। किन भन्दा समग्र मान्छेहरूलाई खुवाउने, उनीहरूको पालन पोषण गर्ने जिम्मा कसको छ? किसानको। त्यो किसानलाई प्राविधिक रूपले ज्ञान दिन्छ कसले? तपाईँ हामीले। भनेपछि त हामी त त्यो चाहिँ किसानहरूलाई प्राविधिक ज्ञान दिएर उत्पादन गर्न, स्वस्थ उत्पादन गर्नको लागि त्यो त हामीले दिने हो नि त। त्यो कारणले गर्दा तपाईँहरूले कृषि पढेको भएपछि के हुन्छ, एकदम उच्च मनोबलका साथ हामीले यो विषय पढेकोमा गर्व गर्नुपर्छ। सबभन्दा पहिला आफैलाई माया गर्ने र गर्व गर्ने गर्नुपर्छ है। आजबाट तपाईँहरूले अब कृषि पढेको एकदम गर्व गर्ने। अब त्यतिले पुग्दैन, फेरि अब प्राविधिक रूपले फेरि त्यत्तिकै ज्ञान लिन जरुरी छ। किन भन्दा अहिले चाहिँ प्राविधिक हिसाबले हेर्ने हो भने अहिलेका किसानहरू, व्यवसाय किसानहरू एकदमै सक्रिय छन्, उनीहरू एकदमै एडभान्स पनि छन्। धेरै चाहिँ अहिलेको चाहिँ लेटेस्ट टेक्नोलोजीहरू उहाँहरूले युज गर्नुहुन्छ। अब तपाईँहरूले अब के हुन्छ भने पुरानो तरिकाको पद्धतिले पढेर, पुराना कुराहरू पढेर जानुभयो भने किसानले विश्वास गर्दैन। त्यसले गर्दा तपाईँहरूले बढीभन्दा बढी नलेज लिनु जरुरी छ। अहिले यस्तो जमानामा जन्मिनुभएको तपाईँहरू, यो चाहिँ संसार हेर्नुहोस् त, मोबाइलबाट सबै कुरा हेर्न सक्नुहुन्छ होइन। प्रशस्त पढ्ने कुरा तपाईँहरू सिक्छन्। अब त्यो चिजलाई सदुपयोग गरेर आफूलाई अब्बल बनाउनुपर्छ। प्राविधिक रूपले ज्ञान लिएर जानुभयो भने अरूलाई ज्ञान सिकाउनलाई पहिला आफू ज्ञानी हुनु पऱ्यो होइन। अरूलाई उज्यालो दिनलाई पहिला आफू उज्यालो हुनु पऱ्यो। भनेको बढीभन्दा बढी ज्ञान लिन जरुरी छ। तपाईँहरू भनेको भोलि किसानसँग प्रत्यक्ष ठोक्किने वर्ग हो। तपाईँहरूलाई नि सबभन्दा बढी समस्याको हल गर्नुपर्ने। त्यो कारणले गर्दा तपाईँहरूले अहिलेका समय सापेक्षका चिजहरूको अपडेट हुने, जानकारी लिने, बढी जिज्ञासुलु हुने, विद्यार्थी बनेर सिक्न खोज्ने। किन भन्दाखेरि यो संसारमा हेर्नुहोस्, म पनि विद्यार्थी अहिले पनि मैले विद्यावारिध गरिसकेँ, तर म पनि विद्यार्थी हुँ। किन भन्दा जहिले पनि सिक्ने बेला विद्यार्थी हो। यति धेरै छ, पढ्न पर्ने जान्न पर्ने कुरा थुप्रै छन्। तर तपाईँ जति धेरै जानुभयो, एक्सपोज हुनुभयो, जति धेरै किसानसँग घुलमिल हुनुभयो, जति धेरै खेतबारीमा गएर हेर्नुभयो, त्यति नै तपाईँलाई त्यो चिजको प्राविधिक ज्ञान हुन्छ। सुरु हुन्छ नि, भोलि तपाईँहरू यहाँबाटै आएर तपाईँहरू जाहिर खाने ठाउँ पनि यिनै हुन्। भोलि जाहिर खाने ठाउँ यो एउटा, या मध्येमा कोहीले यहाँ जाहिर पनि खान सक्नुहुन्छ। त्यो भएर तपाईँले सपना देख्नुपर्छ। त्यो सपना चाहिँ कस्तो हुनु पऱ्यो? तपाईँको यस्तो सपना देख्नु पऱ्यो कि एउटा भनाइ छ तपाईँहरूलाई, भनौँ के हुन्छ भने त्यो सपना ती सपना होइनन्। कुरो हुन्छ नि, सपना ती सपना होइनन् जो चाहिँ के हुन्छ निदाउँदै देखिन्छन्। निदाउँदै देखिनलाई सपना भनिन्न। सपना साँच्चैका ती सपना हुन् जो चाहिँ जसले निदाउँदै दिँदैन तपाईँलाई, सुत्नै दिँदैन। यस्तो सपना देख्न पऱ्यो। कुरो हुन्छ नि। त्यो भएर नेपालमा 3टा क्षेत्र छ कृषिको, यो मुख्य गरी चाहिँ सरकारी लेभलमा। एउटा शिक्षा क्षेत्र, तपाईँको चाहिँ प्राविधिकहरू, विज्ञहरू निकाल्ने क्षेत्र, जुन युनिभर्सिटी छ, कलेजहरू छन्, तपाईँहरू जहाँ पढ्नुभएको छ त्यो पनि एउटा हो होइन। त्यहाँबाट के हुन्छ त, कृषि प्राविधिकहरू निस्किनुहुन्छ। निस्किसकेपछि नेपाल सरकारका 2टा संस्था छन्। एउटा चाहिँ अनुसन्धान गर्ने निकाय छ, जुन चाहिँ नेपाल कृषि अनुसन्धान परिषद अन्तर्गत पर्छ। भने त्यो परिषद अन्तर्गतबाट निस्केका प्रविधिहरू चाहिँ फेरि किसानमाझ लैजाने कसले गर्छ त भन्दाखेरि विभाग, कृषि विभाग जुन एक्सटेन्सन गर्ने, अथवा चाहिँ ज्ञान केन्द्र, कृषि विकास कार्यालय, अथवा कृषि अब यो चाहिँ स्थानीय निकायहरूको कृषि शाखाहरू, विभिन्न गैर सरकारी संस्थाहरू, राष्ट्रिय अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाहरू, समूह सहकारीहरूले पनि त्यो चाहिँ के हुन्छ प्रसारको काम गरिरहेका हुन्छ। भनेपछि हाम्रो यो अनुसन्धानमा के छ त भन्दाखेरि 63वटा कार्यालय छन्। नेपालभरि 63वटा कार्यालय छन्। त्यो मध्येको एउटा कार्यालय हो यो चाहिँ के हो त भन्दा अदुवा बेसारको अनुसन्धान गर्ने कार्यालय। यस्तो राष्ट्रिय गौँबाली अनुसन्धान कार्यक्रम भैरवमा छ, राष्ट्रिय धानबाली अनुसन्धान कार्यक्रम जनकपुरमा छ होइन, राष्ट्रिय मकैबाली अनुसन्धान कार्यक्रम रामपुरमा छ। गरी तपाईँको रसुवादेखि इलामदेखि हाम्रो जाजरको के अरे जुम्लासम्मका हाम्रा चाहिँ विभिन्न बाली विशेष कार्यक्रमहरू छन्। ती कार्यक्रमको मुख्य म्यान्डेट चाहिँ आफ्नो बाली अनुसारको के हो त भन्दा प्रविधि विकास गर्ने, जातीय विकास गर्ने। त्यस जात सँगसँगै के हुन्छ खेती प्रविधिको बारेमा जानकारी दिने। मुख्य गरी के हुन्छ रोग किरा अनि त्यसपछि गरी झारपात व्यवस्थापन, मलखात व्यवस्थापन, हिसाब सबै कुराहरूको व्यवस्थापन गर्ने काम गर्छ। अनि त्यसबाट निस्केका प्रविधिहरूलाई फेरि किसानसम्म लैजानको लागि के हुन्छ त भन्दा हाम्रो विभिन्न चाहिँ अहिले भनेका चाहिँ एक्सटेन्सनका निकायहरूले लैजाने काम गर्छ। अब कहाँ गएर कस्तो खालको प्रविधि लिने भन्ने कुरा हो। अब यो अदुवा बाली अनुसन्धान कार्यक्रमको के हो त मुख्य म्यान्डेट चाहिँ अदुवा र बेसारको अनुसन्धान गर्ने हो। यसमा चाहिँ के छ भने अदुवा बेसारको चाहिँ जातीय परीक्षण गर्छौँ हामीले। अहिलेसम्म हामीले 2-2वटा जात मात्रै विकास गरेका छौँ। अदुवाको पनि 2टा जात
कपुरकोट अदुवा 1 र कपुरकोट अदुवा 2, त्यस्तै गरी बेसारको कपुरकोट हलेदो 1 र कपुरकोट हलेदो 2। र अब हामीले थुप्रै चाहिँ जातहरू पनि सङ्कलन गरेका छौँ। त्यसलाई हामी के भन्छ रैथाने जातहरू, स्थानीय जातहरू हाम्रो संरक्षण गर्ने काम गर्छौँ। हामीले के गरेका छौँ भन्दा फिल्ड स्तरमै हामीले चाहिँ अहिले चाहिँ यो वर्ष हेर्नुहुन्छ भने 72 वटा चाहिँ अदुवाका जात नेपालभरिबाट सङ्कलन गरेर ल्याएका, त्यस्तै गरी 103 वटा चाहिँ बेसारका जातहरूलाई हामीले संरक्षण गरेका छौँ। तिनैबाट हामीले के गर्छौँ त भन्दाखेरि परीक्षण गर्दै गर्दै राम्रा देखिएका रोग कम लाग्ने, किरा कम लाग्ने, अलि उत्पादन बढी दिन सक्ने, हावापानी र माटो सुहाउने खालका जातहरूलाई छनौट गर्दै गर्दै लान्छौँ। यसका प्रक्रिया छन्, फेरि अब त्यो डिटेलमा म गइनँ, प्रक्रिया छन्। त्यो प्रक्रियामा हामी गइसकेपछि अनि जातीय विकासको रूपमा हामीले लैजाने हो र हामीले चाहिँ केही जातहरू पहिचान गरिसकेका छौँ र सम्भवतः अर्को साल फेरि हामी एउटा अदुवाको र बेसारको जात चाहिँ हामी उन्मोचन गर्दैछौँ। हामी त्यसको लेखन पनि काम गरिरहेका छौँ। त्यो छ र साथसाथै के हुन्छ, त्यो जातीय विकासको कुरा भयो, संरक्षण गर्ने कुरा भयो। अर्को के गरिन्छ त भन्दाखेरि त्यो सँगसँगै बाली संरक्षणका कुरा, रोग मुख्य गरी के हुन्छ भने अदुवामा गानो कुहिने रोगको ठुलो समस्या छ। कुरो हुन्छ नि, गानो कुहिने रोग एकदमै धेरै लाग्छ। त्यस्तै किरामा गयो भने खुम्रे किरा, त्यो औँसा पार्ने चाहिँ जो राइजोम फ्लाई भन्छौँ त्यो किराहरू भयो, अन्य थुप्रै अरू खालका चाहिँ गबाराहरू पनि छन्, ती किराहरूले चाहिँ दुःख दिने गर्छन्। त्यसको बाली संरक्षणको काम पनि हामीले गरिरहेका छौँ। त्यसका विभिन्न पक्षमा जैविक तरिकाले कसरी गर्न सकिन्छ, त्यस्तै गरी तपाईँको चाहिँ यो विथाजीको तरिकाबाट कसरी गरिन्छ, खेती प्रविधिलाई सुधार गरेर कसरी गर्न सकिन्छ, आइपिएम विधि भन्छौँ हामी। तपाईँले आइपिएम पढ्नु पनि भयो होला होइन, इन्टिग्रेटेड पेस्ट म्यानेजमेन्ट आइपिएम विधिबाट गर्छौँ। त्यसमा मैले तपाईँलाई एउटा यहाँ देखाएँ। यो हामी यसमा अब काम गरिरहेको छौँ। यो टाइकोडर्मा हो, टाइकोडर्मा भेरिटी भन्ने हुन्छ। त्यो चाहिँ ढुसी हो, यहाँ ढुसी देखियो, सबै यो ढुसी लाग्छ नि, ढुसी हो। यो ढुसी के हो त भन्दा जीवित ढुसी हो। यो ढुसी चाहिँ के हो त भन्दा हामीलाई फाइदाजनक ढुसी हो। यो हाम्रै माटोमा छ। यो ढुसीलाई हामीले के गर्छौँ त भन्दाखेरि लगेर चाहिँ मलखातमा प्रयोग गर्छौँ, अनि माटोमा पनि प्रयोग गर्न सक्छौँ, अथवा पानीमा राखेर स्प्रे पनि गर्न सक्छौँ। त्यो गरिदियो भने के हुन्छ भने त्यहाँ भएको जुन ढुसीबाट लाग्ने जुन रोग छ, गानो कुहिने रोग, विशेष गरी चाहिँ 2 किसिमका ढुसी लाग्छन्, फ्युजारियम, टिथियम भन्ने ढुसी लाग्छन्। त्यो ढुसीलाई के गर्छ त भन्दाखेरि यो ढुसीले चाहिँ यसलाई चाहिँ प्रतिस्पर्धा गर्दा, खानेकुरामा प्रतिस्पर्धा गर्दा यसले त्यसलाई खाइदिन्छ पनि, कन्ज्युम गरिदिन्छ। र यसले यो फाइदाजनक ढुसीले त्यो हानिकारक ढुसीलाई खाइदिएर व्यवस्थापन गर्ने भएर यो जैविक विधि हो। हामी कर्णाली प्रदेशमा बसेको मान्छेलाई जैविक विधिमै जानुपर्ने भएको कारणले गर्दा हामी यसमा पनि काम गरिरहेको छौँ। यो चाहिँ तपाईँलाई देखाउने मौका पनि मिल्यो, एउटा तालिम छ, त्यही तालिममा देखाउनु लाग्यो। यसलाई टाइकोडर्मा भन्छ। हुनु टाइकोग्रामा भन्ने एउटा हुन्छ, टाइकोडर्मा एउटा हुन्छ। टाइकोग्रामा भनेको बारुलो, त्यो मैले रामपुरमा पालेको थिएँ। टाइकोग्रामा बारुलो आँखाले देख्न नसक्ने मसिनो बारुलो हुन्छ। त्यो बारुलो चाहिँ प्यारासिटाइड भन्छौँ हामी। त्यसले गर्दा कि जति पनि पुतली वर्गका अन्डाहरू छन्, अन्डाको परजीवी हो। ल म आएँ सर। त्यसरी चाहिँ तपाईँले गर्नुपर्छ, अलि धेरै अध्ययन गर्नुहोस्। अब चाहिँ यहाँ चाहिँ हामीले गरेका त्यही छन् भण्डारण विधिहरूमा छ हाम्रो। विशेष गरी हामीले बिउ उत्पादनका कार्यक्रम पनि गर्छौँ। अदुवा र बेसारको बिउ उत्पादन गर्छौँ। त्यस्तै मकैको मनोकामना 3 जातको मकैको बिउ उत्पादन गर्छौँ। त्यस्तै तोरीको चाहिँ तपाईँको उन्नति भन्ने तोरीको बिउ उत्पादन गर्छौँ भने अब विभिन्न परीक्षण पनि आउँछ हामीलाई। नेपालभरिबाट 9 वटा बालिका आउँछन्। गहुँ, मकै, कोदो, फापर, मुसुरो, भटमास, त्यसपछि गएर चाहिँ यो बदाम, त्यसपछि गएर चाहिँ तपाईँको यिनी लगायतका बालीहरू भयो। यी चाहिँ 8-9 वटा बालीहरूको हामी फेरि मल्टी लोकेसन ट्रायल भन्छौँ। बाहिरबाट यहाँ परीक्षण आउँछ, यो ठाउँको कतिको लागि सुइटेबल हुन्छ कि हुन्न भनेर पनि परीक्षण आउँछ। त्यसरी हामीले अदुवा र बेसार बाहेक 9 वटा बालीको पनि हामी चाहिँ यो परीक्षणहरू हाम्रो स्ट्यान्डर्ड प्रोटोकल छ, त्यो प्रोटोकल अनुसार हामीले परीक्षणमा लगाउँछौँ। त्यसरी गर्छौँ। यसमा अब रिसर्च गर्ने मेथोडोलोजी हुन्छ, भोलि तपाईँ रिसर्चमा आउनु पनि काम लाग्छ। अलिअलि पढ्नु पनि भयो होला। ट्रिटमेन्ट भन्छ, रेप्लिकेसन भन्छ, रेन्डमाइजेसन भन्छ, होइन, ब्लकिङ गर्ने भन्छ, डाटा लिने पनि आफ्नै किसिमको प्रोसिडरहरू हुन्छ। यसमा चाहिँ एउटा स्ट्यान्डर्ड प्रोटोकल फलो गरेर हामीले गरेका हुन्छौँ। त्यही अनुसारको हाम्रो फिगर साथीहरूले डाटा लिनुहुन्छ, अनि डाटालाई हामी कम्पाइल गर्दै त्यसलाई राम्रा देखिएकोबाट त्यहाँ एनालाइसिस गरेपछि राम्रा देखेका डाटालाई अगाडि बढाउने प्रोसेस यही नै हो। मसँग अलिक टाइम पनि भएन, मेरो तालिम भएको भएर हाम्रो टेकबहादुर खड्का सर हुनुहुन्छ, उहाँले अरू भिजिट सबै तपाईँहरूलाई गराइदिनुहुन्छ। र अन्तमा मैले के भन्छु भने तपाईँहरूलाई अब तपाईँहरूसँग म किन जोडिदिनु खोजेँ, म सरले पनि पछि जोड्नु होला। मेरो नाम चाहिँ घनश्याम भण्डारी, GHANASHYAM। यहाँ तपाईँहरूलाई एउटा कसैले फोटो खिच्नुभयो, तपाईँहरूले हेर्नुभयो भने तपाईँ प्राविधिक हुनुभयो। ल, यति तपाईँहरूलाई सहयोग गरेँ मैले।